नमस्ते सबैजनालाई। आज म होममेड पिज्जा कसरी बनाउने भनेर अनि त्यहाँबाट बनाएको त्यही म अब यहाँ तरिका देखाउँदैछु। त होममेड पिज्जा भनेको अब खासै गाह्रो छैन। अब पिठो अब घरमै हुन्छ, मकैको पिठो, गहुँको पिठो, मैदाभन्दा गहुँको पिठो नै राम्रो हुन्छ होइन। अब गहुँको पिठो अब मुछ्यो, सेम रोटी आलु जस्तै हो। अब त्यसमा अब भेजिटेबल जेसुकै मिसाउन पनि मिल्छ। अब पोटाटो, क्यारोट, अब जेसुकै भए पनि हुन्छ। अब चिकपिस, क्याप्सिकम, ओनियन, क्याबेज, जेसुकै भए पनि मिक्स भेजिटेबल मिसाउन सकिन्छ। मैले आज आफ्नै घरमा आफ्नै हातले बनाएको होममेड पिज्जा हेर्न सक्नुहुन्छ। त्यसरी अब आज रुममै बनाएर होममेड पिज्जा अब यसरी बनाएर अब खान लगाएको। अब सिम्पल छ, खासै गाह्रो छैन। होममेड पिज्जा अब यही हो, देख्नुहुन्छ यही है त। सिम्पल छ अब होममेड पिज्जा। अब चेडर चिज, चिकन अब रुममा बनाएर खाउँ भने सकिन्छ है त। त्यो खासै गाह्रो छैन, त्यही हो। चिकन, चिकपिस जेसुकै हाले पनि हुन्छ। त्यो पिज्जा भनेपछि त्यो के अरे अब त्यो दोकानको त्यो इस्ट हुन्छ, अनि फेरि के अरे त्यो अनि त्यो सोडा के हो बनाएर त मैदा फुलाउनलाई। त्यो भन्दा बरु सिम्पल तरिकाले जसरी हामीले रोटी बनाइन्छ त्यो सिम्पल त्यो रोटी बनाए जस्तो गरेर अनि त्यहाँबाट पहिला अब रोटी बनाएर अब भेजिटेबल बोइल गरेर अथवा तरकारी नै बनाएर हाले पनि भयो होइन। जसरी हाले पनि हुन्छ। होममेड पिज्जा है त।